यो चाहिँ गोवाको कलर हाउस कहाँ के भयो यो चाहिँ पोर्तुगिजहरूको पहिला कोलोनी थियो अरे है पोर्तुगलहरू मतलब पोर्तुगिजहरूको कोलोनी कलर हाउस यहाँ नै सुटिङहरू पुरा हुँदैछ ठिक छ यो पनि यहाँ चाहिँ सुटिङहरू पुरा हुन्छ फिल्म सुटिङहरू पनि मतलब कोलोनी पुरा अब पोर्तुगलहरू पहिला यहाँ आएर सेटल भएको कोलोनी बनाएको ठुलो एउटा सबै पोर्तुगिजहरू बस्ने घरहरू चाहिँ रहेछ यो हाम्रो मान्छेहरू कहाँ गयो पन्जिम इन राम्रो छ थाहा भयो मम्मीलाई यो के हो भनेर पहिला अब आजभन्दा 200-300 साल अगाडि बाहिरको मान्छे पोर्तुगलहरू आएर बसेको कोलोनी यो कोलोनी हो कोलोनी हो कोलोनी के हो बहिनी यो कति पुरानो होला यो त अन्त झारै पलाएको रहेछ पुरा तिनीहरूको त त्यो बेलाको सभ्यताहरू राम्रो रहेछ यसरी बनाएको थिएछ नि त कोलोनीहरू बाटोहरू टक 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 छुट्याएर फिल्म सिटी गएको जस्तो मम्मीले पनि चाल पाएछ अब चाहिँ बम्बई कफी यहाँ फुटबल खेल्दो रहेछ बुढाहरू यो सानो बच्चाहरूको खेल्ने जग्गा यो सानो आमा पटापटासम्म रहेछ हौ यताबाट जाउँ अब त कस्तो लाग्यो मम्मी राम्रो लाग्यो राम्रै छ है सानो सानो घर चटक परेको रहेछ है के मान्छे बस्छु यहाँ पनि अझै बस्छ होला नि पोर्तुगलहरू अझै पनि 1847 हो यो पनि यस्तो रहेछ पहिलाको समय बनाएको नि यस्तो खतरा पानीले चाहिँ खतमै बनायो गुवा घुमेको त पानीले यस्तो थियो चाहिँ पहिला पोर्तुगिजहरूको चाहिँ घरहरू खत्रै बनाएको नि कुनै समयमा यहाँ पोर्तुगिजहरू बसेको घर एकदमै अहिले चाहिँ भकेको अवस्था यो चाहिँ राम्रो छ मेन्टेनेन्स गरेको यो चाहिँ अलिक खराब रहेछ धेरै साल पनि भयो होला के भयो यो हो कोलोनीहरू बब्बल यस्तो थिएछ पहिला चाहिँ यो बुढो हेर न अघि यस्तो गरेर हिँडेको छ फोटो खिच्नुको लागि होला क्या जस राम्रो छ यहाँको महलहरू आउनु छिटो अब तपाईँहरूलाई लाँदैछु पुरानो चर्चमा यो चर्च होइन चर्च त होला त्यो पोर्तुगिजहरूको कोलोनीको चर्च हो यो सबभन्दा पुरानो चर्च यो पनि पोर्तुगिजहरूको बेलामा हामी त घुमेर आउँछ होइन बहिनी यस्तो थिएछ यहाँनिर अन्त यहाँ देखाउनु पऱ्यो नि त यहाँ भिडियोमा कस्तो रहेछ भने यो त पुरानो भएछ यो नोसा सेनोरा डी एरिबेट ल अब साथीभाइहरूले नै हामीलाई ढिलो भयो भनेर बोलाउँदैछ अब जाउँ यहाँबाट मम्मी
यही हो, यति नै हो। यहाँ चाहिँ यस्तो रहेछ है, सानो चटक चटक परेकोहरू, चटक चटक परेको, चटक चटक परेको गर्थेछ पहिला। सानो तर चटक चटक। अब पानी पनि पर्यो, अब लाग्ने हामी हाम्रो नेक्स्ट गन्तव्यमा। हाम्रो साथीभाइ चाहिँ यहाँ बसिसकेछ, हामी पनि बस्नु अब।